गाइस म चाहिँ अघि रेडी भएर चाहिँ कहाँ जानु आँटेको थिएँ भनेर चाहिँ तपाईँहरूलाई देखाउँछु हो। यहाँ कहाँ हो यो जग्गाहरू कहाँ हो के हो। हामी कहाँ जाँदैछ? दोटान। गाइस म त अन्त के भन्नु होइन, अस्तिको एउटा भिडियोमा भाइरल भइहाल्यो हो। अन्त चाहिँ बसिहाल्नु हुन्छ। गाडीको स्पिड हो कि हावाको स्पिड हो टेन्स। अन्त आयन्स आज के खायो? मान्नु सब्जी चाहिँ खायो। अब जोरथाङमा गएर के खान्छ हामी? गाइस अब म तपाईँहरूलाई भ्यूहरू देखाउँछु हो। अगाडि के हुन्छ कस्तो हुन्छ हो, बाटो कस्तो छ मजाले हेर्नु। बाटो छैन जोरथाङ आइपुगिसकेको छौँ हो। र आज जोरथाङ चाहिँ टाउको दुखेर आइपुग्यो। अन्त चाहिँ म चाहिँ अब एकैचोटि त्यही गरम छ नि, गरम रहेछ हो, त्यही भएर टाउको दुखे जस्तो भयो नि त हो। अब चाहिँ चिसो खानुपर्छ भने चाहिँ मात्रै जाती हुन्छ। आयन्स कतिको गरम रहेछ नानी? कतिको गरम रहेछ? गरम हामी चाहिँ ओह्रालो जाँदैछ हो। अन्त किन गएको भन्दाखेरि चाहिँ होइन, भेनाको चाहिँ अलिक प्रब्लम रहेछ नि त हो, दाँतमा प्रब्लम भएर डेन्टिस्ट देखाउनु गएको रहेछ हो। आउनु भएको रहेछ, तर मलाई यादै थिएन नि त हो, अघि गाडीमा याद भएको। म त घुम्नुको लागि आउनु भएको रहेछ भनेर सोच्दै थिएँ हो। छैन भरे अन्त डेन्टिस्टको यहाँनिर अघि आइपुगेर अब चाहिँ डाक्टर एनके अधिकारी डेन्टल सर्जन। पुरा भिड रहेछ गाइस। विशाल मेगा यहाँ देख्नुहुँदैछ है। यहाँनिर हामी जानु आँटेको छौँ हो। दिदी म भेनाहरू तल खाजा खानुहुँदैछ। अन्त हामी चाहिँ एकछिन हेर्दै गर्ने भनेर चाहिँ हिँडेको। आम्बो गरम रहेछ जोरथाङ त।
दिदीहरूले चाहिँ लुगा हेर्नुहुँदैछ हो buy one get one free मुझे दुईटा लिए अब कुन चाहिँ लिनु पर्ने फेरि 199 मा तपाईहरुले ब्यागहरु यस्तो दामी दामी पाउनु रहेछ लुगा खै कस्तो खालको छ ब्याग चाहिँ लुगा दिदी खै हेर छैन मलाई भाइ यो के ब्याग हो के बोक्ने ब्याग हो यस्तो ब्याग केटाकेटी पाइरहेछ मलाई निन्दा लाग्यो गाइस निन्दा लाग्यो हो अन्त चाहिँ देख्नुहुँदैछ 199 मा पनि तपाईहरुले पाउनुपर्ने छ 299 399 599 स्पोर्ट्स सुज देख्नुहुँदैछ 159 199 99 लगाउन चस्मा नानी आयन्स लगाउन हौ खै यता हेर राम्रोसँग लगाउन उल्टा भएन नि उल्टा यहाँ हेर यहाँ हेर्नु अब हेर्नु यता यो यस्तो गरिदिनु जाउँ अब चाहिँ सपिङ भइसकिसक्यो हो लुगाहरू सबै अब लुगाहरू के छ कसो छ यहाँ सबै छ हो अन्त आजको विशाल मार्टमा चाहिँ हामीले निकै सपिङ गरिसक्यो आज यता फुड्सको जुम आउनु यता आउनु है ल छिटो यो दोकान चाहिँ मेरो जतिकै है दोकानमा मेरो जतिकै तपाईँहरू आएर हेर्नुहोस् कति कति हो 99 299 ए सबै 99 मात्रै छ मेरो दोकान हो यो मेरो दोकान हो मेरो ठुलो मामालाई यहाँ आइन्सले दिँदैछ चस्मा लगाउनु आइन्सले दिने कि नदिने यहाँ बस
यहाँ बस्छ यहाँ बस्छ लेट्स गो ल फाइनली गाइस अब चाहिँ हामीले सपिङहरू पनि गरिसक्यौँ हो अन्त चाहिँ आजको लागि चाहिँ अब हामी यहाँ विशाल मार्टबाट चाहिँ निक्लेको ओह गाइस फेरि हामी चाहिँ अब के भयो हो सामानै बिर्सेछ हो आफ्नो सामान चाहिँ बिर्सेछ अन्त किनेको सामान मात्रै लगेर चाहिँ अब फेरि खोज्नु जाँदैछ अब कहाँ राखिराख्यो हामीले आफ्नो सामानहरू हो फेरि यो विशाल मार्टमा फेरि पस्नुको लागि चाहिँ फेरि दुःख पाएर चाहिँ जाँदैछ अहिले हो यो विशाल मार्टको छेउमा ओह्रालो यस्तो छ सस्तोले गर्दाखेरि चाहिँ झन्डै हाम्रो महँगोको चाहिँ हराउँदैछ हो फेरि यहाँभित्र पसेर चाहिँ अब फेरि यहाँ लुगाजीले चाहिँ लुगा फेरि हेर्दैछ हो यहाँ फेरि एकखेप भएर फेरि अर्को खेप भयो हामीले सामान बिर्सेको थियो हो अन्त फेरि सामान पाएर चाहिँ फेरि अब यहाँ फेरि खोज्दैछ अघिको सामान तल गाडीमा पुऱ्याएर फेरि यहाँ चाहिँ अब अर्को नेक्स्ट सपिङ फेरि होला जस्तो हुँदैछ फेमस उसको पनि फेमस हुन्छ भन्दै थियो अन्त के गर्नु फेमस त हुनु पर्यो नि होइन गाइस फेमस नभए त अब कहाँ सपिङ पनि स्पिडमा जस्तो हो क्या ब्याक टु ब्याक सपिङ पनि गरेको ब्याक टु ब्याक सपिङ भेस्टहरू देख्नु लुगा फाटा गाइस फाइनली हामीले चाहिँ सपिङ गरिसकेर चाहिँ हाम्रो जोरथाङ बजारदेखि चाहिँ अब यहाँ देख्नुहुँदैछ ब्याङ्क पनि छ यो के हो ब्याङ्क अफ इन्डिया BOI अन्त ओह्रालो जाँदैछ अब चाहिँ त क्लिनिक जानुपर्ने छ भेनाको त्यहाँनिर डेन्टिस्टकोमा अब पुरा टर्न पर्खिनुपर्ने थियो अब चाहिँ पालो आउनु भयो ल हो र अन्त दुर्गाजीले फेरि एउटा सपिङ गरेर चाहिँ हामी जाँदैछ ओह्रालो अघि गरिसकेको छ अन्त फेरि यो चाहिँ अब नेक्स्टमा चाहिँ गरेर चाहिँ अब यहाँ ओह्रालो पुगिसक्यो यस्तै छ रमाइलो छ आजको दिन अब यत्तिकै बित्यो अन्त अब चाहिँ खाजासाजा खानुपर्छ ल गाइस मोमो खानुपर्छ दुर्गाजी अन्त कस्तो भयो आजको दिन कस्तो चल्दैछ त्यही त माथि र तल गर्दा अन्त सामान बिर्सिन्छ घरि अन्त आज चाहिँ हामी चाहिँ जोरथाङ आएर यहाँनिर खासै चाहिँ हामी यो सपिङ गर्नु चाहिँ आएको होइन हाम्रो ज्वाइँको दाँत चाहिँ पुरा बेसी दुखेर डेन्टिस्ट देखाउनुको लागि आएको थियो तर पनि पुरा टाइम लाग्ने भएर चाहिँ जाउँ भनेर गएको जाँदा त यस्तो भइहाल्छ बिर्स्यौँ सामान फेरि हो फेरि गएर अन्त अब चाहिँ सकेको आजको लागि चाहिँ हामीले अब त ट्रन पनि आयो होला गाइस हामी आइपुग्यौँ हो अब के कसो हुन्छ तपाईँहरूलाई भन्दै गर्छौँ बाई बाई
facts over tracks, this and that, spitting slow, spitting fast. I go roast, I could gas, think I'm okay at last, but I don't know if that can erase all the past and the pettiness. A reflection of the emptiness, hilarious. You think you're worth my time, you're delirious, mysterious, because you hide behind a fake exterior, inferior. You know I'll always be a bit superior. Get off of me, this ain't the time to brag. I want you to say the back, I want you to Bye bye कति भनेको ओके गाइस बाय 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 बिमार हुन्छ हो बिमार He's the number one for me, don't you know? Oh, goody. Hari nanti boneka tu. Oh, waktu boneka tu Look, kami last time the schedule lah. Pulang main lah, nanti.
Hello guys. Hello guys. Hello guys. Tuh, baik cerita ya. Dustbin हालिकन आउनु पर्लिस डस्टबिन हालिकन आउनु डस्टबिन हालिकन आउनु आज चाहिँ जोरथाङ गएर हो भर्खर आइपुगेको हो आएर चाहिँ फ्रेसेस भएर अन्त हिजो नानाहरूले खानासाना बनाउनु हुँदैछ अन्त खानासाना बनाएर चाहिँ नानाले चाहिँ अब नानीहरूलाई चाहिँ पठाइदिनु हुँदैछ हो त्यही भएर चाहिँ अन्त बिग्रिँदैछ नानाहरू चाहिँ नानीहरूलाई बस्दैछ हामी चाहिँ भर्खर जोरथाङबाट आएर म जस्ट फ्रेस भएर चाहिँ हो त्यहाँदेखि चाहिँ अब त्यस्तै हो अब खानासाना खाने एकछिनबाट सबैजना थाकिरहेको छ हो अब त्यही भएर चाहिँ त्यस्तो आज खानामा चाहिँ के छ भने हाम्रो आजको खानामा चाहिँ हो चिकन हो के भन्छ यसलाई चाहिँ सजना हो निगुरो अन्त चाहिँ भोटे धनियाँको अचार अन्त चाहिँ यहाँ अब टमाटर उम्लिन्छ अब त्यहाँदेखि चाहिँ भोटे धनियाँको अचार रेडी हुँदैछ हो अन्त चाहिँ मजाले खाने हो गाइस एकदम शान्तिसँगले घम खाने हो अन्त चाहिँ अब अचार यहाँ रेडी बनाइसक्नु आँट्नुभएको छ हो गाइसहरू के भन्नु छ होइन तपाईँहरूलाई एकदमै यस्तो मिठो अचार हुन्छ कि तपाईँहरूले देखेर पनि के हो खानु मनपर्छ पुरा धनियासँग पिसेर चाहिँ यस्तो दामी अब हुन्छ कि के भन्नु अब खाना त अब भन्नै पर्दैन तपाईँले हो अचार देखेर खान्छ अब सब्जी पनि चाहिँदैन भनेर अचार जस्ट हेर्नुहुन्छ हो सबैजनाले भयो हाम्रो लुगाले चाहिँ अब बिचरा हो आएर चाहिँ छैन हो हामी सब्जी सट्टै रेडी भइसकेको छ दुगारीले पकाएको चाहिँ एकदमै मिठो हुन्छ नि त हो त्यही भएर चाहिँ अन्त आज चाहिँ म रुममा नबसी डाइरेक्ट यता आएको नि त हो नानाकोमा अन्त मजाले अब एकदम मिठो लाग्छ हो दुगारीले बनाएको हातको खानु पाउँदाखेरि एकदमै आनन्द आउँछ हो के भन्नुहुन्छ नि माथि मैले बनाएको तपाईँले बनाएको ठिकै अब गाइस अब के भन्नुहुन्छ तपाईँले होइन अब यस्तै छ जिन्दगी हो मजाले इन्जोय गर्ने हो आजको सन्डे चाहिँ हामी ट्राभल गरेर जोरथाङ पुगेर यताउता के गरेर त्यतिकै बित्यो अब तपाईँलाई अर्को नेक्स्ट ब्लगमा तपाईँहरूलाई देखाउँछु होइन के देखाउँछु कस्तो देखाउँछु तपाईँहरूलाई होइन अर्को ब्लगमा नेक्स्ट ब्लगमा तपाईँहरूले राम्रोमा यताको सिनहरू यस्तो छ दिदीले चाहिँ फुलहरू यस्तो मजाले सजाएर राख्नुभएको रहेछ होइन फुलहरू पनि चटक्कसँगले बनाएर राख्नुभएको छ
त्यस्तो भयो जस्तो हो अन्त त्यसो बेना अहिले कस्तो छ तपाईँलाई बेनालाई चाहिँ आज हामी जोरथाङ गएर हो अन्त जोरथाङ गएर बेनालाई चाहिँ एकदम डेन्टिस्टकोमा गएर अलिक बिमार हुन्छ नि त हो बेना अन्त आज कस्तो भयो बेना आज पुरा थाक्यो यहाँ साह्रो पर्छ अलिक डर लाग्यो नि मलाई त्यही त भेनाको अब 24मा अब के हो स्मल अब यो सर्जरी हुनेछ भन्ने चाहिँ है भेना त्यही त टेन्सनै हुन्छ अब के हो कसो हो अन्त त्यस्तै छ अब जिन्दगीहरू हाम्रो सबैजनाको फ्यामिलीहरू हो त्यस्तै छ जति सक्दो तपाईँहरूले अब मलाई सपोर्ट गरिदिनु पर्ने आश गर्दछु सपोर्ट माया तपाईँहरूको लाइक कमेन्ट सेयरले चाहिँ एकदमै अगाडि बढ्छु भनेर मैले एकदमै सोचेको छु हो अन्त चाहिँ त्यही हो गाइस म त भाइरल हुने हो भन्नु पनि भएको छैन के भन्नु भाइरल भइसकेको छु अन्त गाइस हेलो पल्बिस हेलो आयर्स पल्बिस पल्बिसले पनि पप्पी दिएन हो म चाहिँ भाइरल नहुने जस्तो भयो गाइस तपाईँहरूले भाइरल बनाइदिनु पर्यो अन्त आजको भिडियो चाहिँ अब खानासाना खाने हो मजाले खानासाना खाएर रेस्ट गर्ने भोलि बिहान ड्युटी छ हो त्यही कारण भोलि बिहान ड्युटी चाहिँ बिहान छिटो उठ्नुपर्ने छ त्यही कारण चाहिँ अब चाहिँ म भिडियोलाई यहीँ एन्ड गर्दैछु गुड नाइट तपाईँहरूलाई जस्तो लाग्छ होइन कमेन्ट गर्नु सेयर गर्नु होइन तपाईँहरूलाई अब इफ राम्रो लाग्छ होइन मलाई राम्रो लाग्यो भने लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस् Have sweet dreams. Bye bye. हेलो फाइनली गाइस खानासाना खाएँ हो म खानासाना खाएर चाहिँ यिनीहरूले एकदम मिठो बनाउनु भएको रहेछ हो तपाईँले देख्नुभयो होला एकदमै मिठो हो अन्त खानासाना खाएर चाहिँ म एकदमै अन्त अब चाहिँ सुत्नुको लागि प्लानिङ गर्दैछु हो सुत्नुको लागि अब सबैजनासँग गफसफ गरेर चाहिँ प्लानिङ जस्तै मतलब अब चाहिँ बेडमा बस्नुको लागि चाहिँ एकदम रेडी हुँदैछु गाइस के भन्नु छ तपाईँहरूलाई एकदमै आज मजा आयो होइन अब यस्तो छ लाइफ भनेको यस्तै हो इन्जोय गऱ्यो मजाले राम्रोसँगले आफ्नो हेल्थको लागि चाहिँ ओभर केयर गर्नुपर्छ विशेष गरी चाहिँ मेरो नानालाई भन्दैछु सानीदी हो मजाले हेल्थको केयर गर्नु हो ताकि चाहिँ अब मजाले खानाहरूलाई चाहिँ एकदम प्रायोरिटी दिनुहोस् हो अन्त एकदम मजाले खानाहरू खानुहोस् अन्त सबैजनालाई गुड नाइट हेभ अ स्विट ड्रिम लट्स अफ लभ बाई बाई गाइस टेक केयर